धैर्यता भनेको त कुट्नु मात्र होइन के। धैर्यता भनेको चाहिँ धैर्यता भनेको त लाइफमा आउने यस्तो कठिनाइहरू हुन्छ नि, जस्तो सुकै कठिन परिस्थितिमा पनि फेस गरेर अगाडि बढ्नु नै धैर्यता हो क्या। धेरैजना मान्छेहरू आफ्नो प्रब्लमबाट चाहिँ गुज्रिरहेको हुन्छ क्या। हामी सबैलाई आफ्नो आफ्नो प्रब्लम एकदमै ठुलो लाग्छ कि। अनि थाहा छ यो संसारमा कुनै पनि त्यस्तो व्यक्ति छैन होला जसको लाइफमा प्रब्लम नभएको व्यक्ति। हरेक व्यक्तिको लाइफमा चाहिँ प्रब्लम हुन्छ क्या। फरक यति मात्रै हो, जसको लाइफमा प्रब्लम हुन्छ नि होइन, एकदमै कम मान्छेहरू क्या धैर्यताका साथ त्यसलाई ह्यान्डल गरेर आएको हुन्छ क्या। लाइफमा आउने प्रब्लमहरू चाहिँ यदि मैले इफोर्ट लगाएर त्यो प्रब्लमहरू सल्भ हुन्छ भने चाहिँ इफोर्ट लाउने हो क्या। यदि कुनै प्रब्लम मैले इफोर्ट लाउँदा पनि त्यो चेन्ज हुँदैन भने चाहिँ मैले त्यसलाई एक्सेप्ट गर्ने हो क्या, अनि अगाडि बढ्ने हो क्या। एउटा कुरा थाहा छ हजुरहरूलाई, हाम्रो लाइफमा आउने जुनसुकै प्रब्लमहरू छ नि, त्यसले हामीलाई केही न केही सिकाएर गएको हुन्छ नि। त्यो प्रब्लम आयो कहिले पनि लाइफ सकिएको हुँदैन क्या, त्यसपछि चाहिँ केही न केही त्यसले सिकाएर गएको हुन्छ। हेरौँ न, सुन पनि त, सुन चम्किनलाई पनि पहिला पग्लिनु पर्छ नि होइन। र हाम्रो लाइफमा पनि यदि हामी हाम्रो लाइफमा प्रोग्रेस चाहन्छौँ भने चाहिँ पहिला हामी टुट्नुपर्छ क्या। प्रब्लमहरूसँग चाहिँ हामी फेस गर्नुपर्छ क्या। एकदमै धेरै त्यो नेगेटिभिटीहरू छाइरहेको हुन्छ क्या लाइफ। अनि जब हामी त्योबाट निस्कन्छौँ तब हामी हुन्छौँ। हामी चाहिँ एकदमै त्यो प्रब्लम आयो भने चाहिँ आत्तिहाल्छौँ कि होइन। अनि एकदमै त्यो रङ डिसिजनहरू चाहिँ हामीले लिइरहेको हुन्छ कि हामीले छुट्याउन सक्दैनौँ के रङ हो के राइट हो भन्ने कुराहरू के। यदि तपाईँको लाइफमा जुनसुकै दुःखहरू आउँछ नि, जतिसुकै ठुलो त्यो तपाईँको लाइफमा प्रब्लमहरू आउँछ नि, त्यसले नै तपाईँको ग्रोथ बढाउने। हरेक टाइममा ग्रोथ बढ्नलाई, तपाईँ अगाडि बढ्नलाई चाहिँ पेन हुनै पर्छ क्या। कुनै पनि पेन नभइकन मान्छेको प्रोग्रेस हुँदैन क्या। यदि मान्छे अगाडि बढ्ने हो भने उसले दुःख सहनै पर्छ, तब मात्र मान्छे चाहिँ उसको लाइफमा प्रोग्रेस हुने हो अनि अगाडि बढ्ने हो क्या मान्छे। त्यही भएर आज तपाईँको लाइफमा कुनै पनि प्रब्लमहरू आयो भनेर चाहिँ निराश नहुनु क्या, नथाक्नु क्या। संसारमा जति मान्छेहरू सफल भएको छन्, हरेकको पछाडि कुनै न कुनै दुःखको स्टोरीहरू छ क्या। कुनै न कुनै त्यो फेलियरको स्टोरीहरू छ क्या। कुनै न कुनै त्यो उनीहरूको रिजेक्सनको स्टोरीहरू छ क्या। हजारौँ पटक टुटेका स्टोरीहरू छ क्या। तब मात्र ऊ सफल भएको छ। त्यही भएर आज दुःख आयो भनेर आत्तिने चाहिएन है। यही दुःखले भोलि तपाईँलाई सफल गराउँछ क्या। जब मान्छेको लाइफमा प्रब्लम आउँदा के मन दुखिरहेको हुन्छ नि, आँखा रसाइरहेको हुन्छ नि, तर पनि एउटा कुरा बोल्छ क्या, म सक्छु भन्ने हुन्छ क्या। म सक्छु। र मलाई थाहा छ यो दुःख आज छ भोलि रहँदैन क्या। जब मान्छे यसरी फेस गर्न थाल्छ नि, तपाईँको अगाडि आउने प्रब्लम पहाडै बनेर आए तापनि तपाईँ मजाले त्यसलाई फेस गर्न सक्नुहुन्छ। म सक्छु। भोलिको दिनमा फेरि यस्तै प्रब्लम आयो भने तपाईँलाई सानो लाग्छ क्या। किन थाहा छ, त्यो प्रब्लम तपाईँले आज फेस गर्नु भएको छ नि त। यदि भोलि आयो भने तपाईँलाई सानो लाग्छ कि त्यो कुरा। हेरौँ न, सानो बच्चा हुँदा पनि त हामीलाई कति धेरै प्रब्लमहरू आउँथ्यो नि होइन। त्यो 5 रुपियाँ नपाउँदा होइन, खानेकुराहरू नपाउँदा, साथीहरूसँग घुम्न जान नपाउँदा कति ठुलो लाग्थ्यो नि त्यो दुःख क्या होइन। भनेको त्यति बेला त्यो दुःख जब हामीले फेस गरेर आज हामीलाई सानो लागेको हो क्या है। र यसरी नै आज हामीले फेस गर्ने दुःख भोलि फेरि सानो लाग्छ क्या। भोलि सानो लाग्छ, यसले अझ बलियो बनाउँछ क्या। त्यही भएर जब लाइफमा दुःख आउँछ नि, अब सोच्नुहोस् तपाईँलाई निखार्दैछ क्या। तपाईँको इक्जाम लिँदैछ, तपाईँलाई यसले सक्छ या सक्दैन भनेर सक्ने गराउन खोज्दैछ क्या।